नमस्कार, म रमेश कुमार खत्री। म हाल यो सहरी स्वास्थ्य केन्द्र 13 मा कार्यरत छु। त्यहाँको सहरी स्वास्थ्य संस्था प्रमुखको रूपमा। त्यो हाम्रो सहरी स्वास्थ्य केन्द्र चाहिँ गएको आर्थिक वर्ष 81-82 को म अब असारको 5 गते हाम्रो स्थापना भयो। हाम्रो नगर प्रमुख घनश्याम गिरिज्यूबाट समकालीन भएर हामीले त्यसपछि त्यसलाई चाहिँ निरन्तर रूपमा नेपाल सरकारबाट पाइने P1 प्रोग्राम जस्तै खोप, पर्या निजन हैन, त्यस्तै सुरक्षित मातृत्व र अरू ओपिडी सेवा, साथै नेपाल सरकारको अब अरू सहरी स्वास्थ्य केन्द्र जस्तै सेवा र अब यो अरू जस्तै हामी यो सन्दर्गी नगरपालिका अन्तर्गतका अहिले हालचालै भइरहेका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट उपलब्ध सेवाहरू पनि त्यहाँ उपलब्ध भइरहेको छ। र अब विस्तृतमा अब त्यो भन्नुपर्दा नगरबाट र हाम्रो वडाबाट प्रत्यक्ष रूपमा साथ सहयोग गर्दै र त्यो स्थापना गऱ्यौँ र स्थापना भइसकेपछि पनि हामीलाई प्रत्यक्ष रूपमा अप्रत्यक्ष रूपमा त्यहाँको सेवालाई गुणस्तरीय रूपमा अगाडि बढाउनको लागि यहाँको त्यो सहरी स्वास्थ्य केन्द्रको सञ्चालन तथा व्यवस्थापन समितिबाट साथ सहयोग हुँदै आएको छ। आर्थिक रूपमा होस् हैन, सामाजिक रूपमा होस्, त्यस्तै त्यहाँको सेवा प्रवाहलाई चाहिँ झन् शुद्धिस्त गर्ने वा शुद्धिकरण गर्ने अगाडि बढाउनलाई चाहिँ हाम्रो साथ सहयोग प्रत्यक्ष रूपमा पाइरहेको छौँ र अझै पनि त्यसलाई चाहिँ स्तरोन्नति र गुणस्तरीय सेवा दिन लाई वडादेखि र पालिकाबाट पहल भइरहेको कुरा पनि अवगत गराउन चाहन्छ। अब हामीले दिने सेवा भनेको बिरामी जाँच भयो हैन। अब बिरामी जाँचमा ओपिडी सेवा सबै रोगको हुने भयो हामीले सेवा, र त्यहाँ म्यानेज हुने कुरा चाहिँ त्यहाँ म्यानेज गरेर अब त्यहीबाट रोगको निदान गरेर हामीले घरमा पठाउँछौँ भने त्यहाँ नहुने बिरामीको लागि चाहिँ हामीले अब त्योभन्दा ठुलो लेभल हायर सेन्टरमा ल्याब भएको ठाउँमा अथवा यहाँको थानकोट प्राथमिक अस्पतालमा त्यहाँ भएन भने सिधै अब त्यहाँ नजाने मान्छेहरूलाई वीर अस्पतालमा रिफर त्यहाँ केसको मापदण्ड हेरेर केसको प्रकृति हेरेर चाहिँ हामीले रिफर गर्ने गरेछौँ। र अरू प्रत्येक महिनाको अरू संस्थामा चाहिँ दुई पटक हुन्छ भने हाम्रो सहरीहरूमा चाहिँ साबीको सहरी स्वास्थ्य केन्द्रमा चाहिँ प्रत्येक महिनाको 7 गते चाहिँ खोप सेवा सञ्चालन हुन्छ भने अरू सेवा चाहिँ 24 प्रत्येक सबै हप्तामा सबै सार्वजनिक बिदा बाहेक अरू बिदा बाहेक अरू खुल्ने समयमा चाहिँ सबै ओपिडी, सुरक्षित मातृत्व हैन, अनि त्यसपछि काउन्सिलिङको कुरा, अब पर्या निजनको सेवा, हाम्रो डसको कुरा, डस भन्दा क्षयरोगको बिरामीको उपचारको कुरा सबै हुन्छ। र अहिले चाहिँ हाम्रो यो विशेष गरी हामी यो खोलिसकेपछि यो हाम्रै वडामा पर्ने यो कङ्कालीमा रहेको उमम अपङ्गता केन्द्रमा विशेष गरी हामीले त्यहाँ एउटा त्यहाँ टिबीहरूको प्रकोप देखिएका कारणले हामीले एउटा यो क्षयरोगको बिरामीलाई निगरानी के गरी स्क्रिनिङ प्रोग्राम गऱ्यौँ, जुन प्रोग्रामले चाहिँ हामीले यो 13 नम्बर वडाको बासिन्दालाई प्रत्यक्ष रूपमा लुकेर बसेको क्षयरोगीहरू पत्ता लगायौँ र त्यसलाई चाहिँ हामी यो अहिले सहरी स्वास्थ्य केन्द्र र वडा कार्यालय नजिकै भएको आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट उपचारमा संलग्न छौँ र बिरामीको खोज तलासमा पनि अगाडि बढिरहेको छौँ। र अब त्यसको साथसाथै अब यो सिजनल अनुसार हुने रोगको स्वास्थ्य शिक्षा दिने, त्यसको साथसाथै विद्यालयमा स्वास्थ्य शिक्षा दिने र त्यसको साथसाथै यो राष्ट्रिय कार्यक्रमहरू नेपाल सरकारले भनेका सबै राष्ट्रिय कार्यक्रम गर्ने र त्यो राष्ट्रिय कार्यक्रम विशेष गरी भिटामिन ए र डिवार्मिङ प्रोग्राम हुन्छ, जुकाको औषधि कार्यक्रमहरू, त्यस्तै स्कुलमा गएर प्रत्येक वर्षको 2 चोटि जुकाको औषधि खुवाउने कार्यक्रम, त्यसको साथसाथै हामीले विद्यालयहरूमा सुत्केरीहरूलाई जस्तै हामीले यहाँ गर्भवतीहरूलाई दिने मात्रै थियो पहिला नेपाल सरकारको प्रोग्राम भने अहिले चाहिँ यो किशोरी अवस्थाको रहेको उमेरलाई पनि यो आइरन चाहिँ सप्लिमेन्टेसन दिने भनेको कारणले आइरन चाहिँ स्कुलमा दिने गरेछौँ। अब अरू चाहिँ अब समन्वयमा अरू अन्य कार्यक्रम पनि समन्वयकारी भूमिका निर्वाह गरेर जोस हामीले अगाडि बढिरहेको छ सर। त्यहाँको अवस्था चाहिँ भौतिक अवस्था के कस्तो छ? अहिले फिजिकल्ली भन्दा त्यहाँको भौतिक अवस्था चाहिँ बाहिरबाट हेर्दा राम्रै देखिन्छ।
र अब त्यसलाई चाहिँ गुणस्तर गराउनलाई चाहिँ पालिकाले र वडाले पहल गर्ने कुरा अगाडि बढिरहेको छ, किनकि सेवा गराईको सेवा अनुसारको कोठा चाहिँ नभएको र अब त्यो सेवा गराईको कोठा चाहिँ म्यानेज गर्ने कुरा अगाडि बढिरहेको छ। अरू खानेपानी राम्रै छ होइन, सरसफाइ खानेपानी चाहिँ राम्रै छ। अब भर्खर खोलेको कारणले चाहिँ उपकरण र अब त्यसको त्यहाँको सेवा दिनलाई चाहिँ कोठाहरूको व्यवस्थापन गर्ने कुरा चाहिँ अगाडि बढिरहेको छ समितिबाट। अब प्रत्यक्ष रूपमा चाहिँ सहयोगकारी भूमिका पनि भइरहेको छ, अप्रत्यक्ष रूपमा पनि भइरहेछ। अब त्यहाँ विशेष गरी अब हामीले भवन भइसके पनि अथवा भवन निर्माणलाई गुणस्तरीय बनाउनका भित्र अब पार्टिसनको कुरा छ होइन। अब यो स्वास्थ्य सेवा दिनलाई चाहिँ हामी अब सेवा अनुसारको कोठा चाहिने कारण भएको कारणले चाहिँ त्यसलाई चाहिँ वडा कार्यालयले प्रत्यक्ष रूपमा र आफ्नै मानेर चाहिँ त्यसलाई चाहिँ अगाडि जस बजेटिङको कुरालाई र अब त्यहाँको व्यवस्थापनको कुरालाई चाहिँ अगाडि बढाएको छ, प्रत्यक्ष रूपमा सहयोग पाइरहेको अनुभूति भइरहेछ। अन्तिममा के भन्न चाहनुहुन्छ? अन्तिममा अब चाहिँ अब हामीले सहरी स्वास्थ्य केन्द्र खोलिहाल्यौँ। खोलिसकेपछि यो सरकारको मापदण्ड अनुसार बनाउनलाई चाहिँ वडा कार्यालय तथा पालिकाले चाहिँ त्यो हाम्रो सहरी स्वास्थ्य केन्द्रलाई चाहिँ गुणस्तरीय सेवा दिनलाई चाहिँ शुद्धिकरण गरेर अब त्यसलाई चाहिँ स्तरोन्नति गरेर त्यहाँको आम नागरिकलाई चाहिँ आवश्यकता अनुसारको हामीले सेवा दिने प्रवाहमा चाहिँ अगाडि म पनि बढ्नेछु र मलाई बढ्नलाई चाहिँ यो जनप्रतिनिधि, हाम्रो व्यवस्थापन समिति र पालिकाले चाहिँ साथ सहयोग होस् भन्ने म कामना पनि गर्दछु।